So hello everyone, it's me Budan Shrestha with another video. र आज चाहिँ मन्डे र म चाहिँ बिहानै उठेर ड्रेसहरू लगाएर रेडी भएर कलेजतर्फ लाग्यौँ र 6 बजेदेखि 10 बजे चाहिँ हाम्रो कलेज हुन्छ। जस कलेज सकाएर 10 बजेतिर चाहिँ हामी सबजना बाहिर आयौँ र फेरि घर आयौँ र घर आएर चाहिँ मैले खाना खाएँ र खाना खाएर फेरि बार क्लास जानु पर्ने थियो नि त। सो बार क्लास जानलाई म रेडी भएँ। रेडी भएर चाहिँ म बार क्लासको लागि निस्केँ र निस्केर त्यहाँ पुगेँ र त्यहाँ ट्रेनिङ लिएर चाहिँ फेरि म घर आएँ र घर आएर चाहिँ होमवर्क गर्नुपर्ने थियो मेरो। होमवर्क गरेँ। होमवर्क चाहिँ अलिकति धेरै नै थियो आज, त्यही भएर दिउँसो नि गरेँ र अनि 4 बजीतिर म फेरि जिम गएँ र मेरो आज चाहिँ सोल्डर र लेगको पालो थियो र सोल्डरको 4वटा एक्सर्साइज र लेगको 4वटा एक्सर्साइज गरेँ। र जिम सकाएर घर आउँदाखेरि चाहिँ 6:30 बजेको थियो र 6:30 बजे म घर आएँ र एकछिन रेस्ट गरेँ। त्यसपछि म चाहिँ खाना पकाउन थालेँ। खाना तरकारीमा चाहिँ आज मासु थियो, मासु पकाएँ र मासु सकेपछि मैले मेरो लागि चाहिँ अन्डा बोइल गरेँ र अन्डा बोइल गरेपछि चाहिँ मैले अन्डा खाएँ। So आजको लागि चाहिँ यति नै। Thank you so much for watching this video. For more video, like, share and subscribe my channel. र यति भन्दै bye bye. Good night everyone.